नमस्कार अनि दर्शन साथीहरू, हामी चाहिँ आज मलेसियातिरको गाउँघरतिर आएको छ। यता चाहिँ खेतबारीहरू लागिरहेको छ, धान रोप्ने कार्यक्रमहरू चलिरहेको रहेछ। कस्तो रमाइलो रहेछ, हरियाली है, कति दामी। यो पछाडिको ब्याकग्राउन्ड पनि देखाउने छु, हेर्न सक्नुहुन्छ कति रमाइलो छ। हेलो गाइजहरू, हामी चाहिँ आज मलेसियाको गाउँतिर आएको र यता त खेतबारी एकदम चलिरहेको रहेछ। यताको सिजन हामी देखाइरहेका छौँ, कस्तो लाग्छ हेरेर प्रतिक्रियाहरू दिनु होला गाइज है। आज हेर्नुहोस्, हामी चाहिँ गाउँतिर गएको थियो घुम्न। आज छुट्टीको बेला यति रमाइलो मौसम भएको छ अनि यता खेतबारीहरू लगाउनको लागि रेडी भएको छ यताका केराहरू अनि यहाँको रमणीय वातावरणहरू देखाइरहेको छु। हेर्दा सानो सानो कति रमाइलो है। न्यू भ्लग हेर्नको लागि र मलेसियामा भएका गतिविधिहरू देखाउनको लागि तपाईँलाई न्यू भ्लग मैले लिएको गरी आउनेछ। साथीहरू, यो चाहिँ मलेसियाको यो रेलवे स्टेसन हो। रेलवे स्टेसनमा हामी वेटिङमा छौँ। यता देख्न सकिन्छ धेरै मान्छेहरू बस्नु भएको छ। जति पनि साथीहरू हुनुहुन्छ होइन, कति धेरै हुनुहुन्छ है साथीहरू। हेलो साथीहरू, नमस्कार अनि दर्शन, स्वागत छ हाम्रो युट्युब च्यानलमा। शेरबेसी युट्युब च्यानलमा तपाईँहरूले हेर्न सक्नुहुन्छ रोमाञ्चक भिडियोहरू। आज चाहिँ म बौद्ध धर्मावलम्बीको यो मन्दिरमा, यो गुम्बा होला सायद है, यसमा आएको छु र यहाँको अवस्थाहरू देखाउनको लागि देख्न सक्नुहुन्छ है। विशेष गरी मलाई आश्चर्य लागेको चाहिँ यो एउटा पिपलको बुटाको मुनि चाहिँ यस्तो बाबा है। यो बाबा हो कि अब के हो है, मूर्ति छ। यो मूर्तिमा चाहिँ के हो त फेरि, त्यो जुस अनि रौसीका बोतल अनि त्यो चढाउनु भएको छ है, सायद फलफुल के हो है। अति आश्चर्य लाग्दो। अनि बाहिरबाट हेर्दा यताको वातावरण एकदमै रमाइलो अनि देख्न सकिन्छ। थ्याङ्क यू सो मच यो हाम्रो सम्पूर्ण जति पनि हेर्नुभएको साथीभाइहरूलाई थ्याङ्क यू सो मच। फेरि पनि नेक्स्ट भिडियोमा आउनेछौँ।